अनमोल केसी हुनुहुन्थ्यो एज अ लिड जेरी अन टपमा। अनमोल केसी चाहिँ एकदमै राम्रो व्यवहार भएको मान्छे भनेर चिन्नुहुन्छ जहाँसम्म मैले सुनेको छु। अनमोल केसीसँग काम गर्दाको अनुभव चाहिँ कस्तो थियो? अनमोल एकदमै साधारण लाग्छ मलाई, एकदमै ज्ञानी हैन, त्यो आफ्नो क्यारेक्टरको लागि अब्जर्भ गरिराख्ने, त्यस्तो धेरै नबोल्ने, इन्ट्रोभर्ट नेचर होला सायद उहाँको हैन। ओभरअल एज अ ह्युमन बिइङ हेर्नु पर्दाखेरि चाहिँ यस्तो काइन्ड हार्टेड एकदमै साधारण मान्छे के, जसलाई आफ्नो अहङ्कारले छोपेको छैन, जो मान्छेलाई ठुलो पल्टिनु छैन, जसले हरेक मान्छेलाई समान व्यवहार गर्छ। अझै धेरै नाम भएको मान्छेलाई त धेरै अब्जर्भ गरिदो रहेछ कि हैन। अब म पनि त्यो पर्दाभन्दा पछाडि बसेर फिल्म हेरेर आइरहेको अडियन्स नै हो नि त एक हिसाबले। अनि त्यो भएको हुनाले चाहिँ म उहाँहरूलाई हेर्दैमा खुसी हुन्थेँ कि गएर हाइहालो गर्नु, निस्किने बेलामा बाई गर्नु, त्यो एकदम जनरल कुरा हो, सबैले सबैलाई गरिन्छ। त्योभन्दा बाहेकको व्यक्तिगत व्यवहार थाहा छैन, उहाँलाई पनि मेरो थाहा छैन, मलाई पनि उहाँको थाहा छैन। तर सेटमा भेट्दाखेरि गुड इनर्जीले, राम्रो मनले, मिठो मुस्कानले यदि कसैले तपाईँलाई त्यो फिल गराउँछ आफ्नो प्रेजेन्स भने चाहिँ त्यो मान्छेप्रति एउटा सकारात्मक विचार रहँदो रहेछ। अनमोल एकदमै साधारण लाग्छ मलाई।